शुभ बिहानी तथा शुभ दसैँ है सम्पूर्णमा। खास दसैँ त हिजो थियो, आज चाहिँ हाम्रो घरमा हल्का स्पेसल छ। आज मेरो छोरीको भात खुवाइ कार्यक्रम। यहाँ मेरो सानो भाइ लाम बनाउँदैछ, यता बहिनी सीमा जोड्न तयारी छ। थ्याङ्क्स टु हाम्रो बाजे साइला गुरु सोइनाम दोर्जे बाजेले हेरिदिनु भएको साइडले गर्दा ठ्याक्कै आज अब जो मिति चाहिँ लगभग सेम भयो। अब डेट अलिकति टाइम चाहिँ अलिकति घाचाघुचुक हुन्छ, 15-20 मिनट ढिलो जे होस् बार चाहिँ मिलेको छ। शुभ दिन पारेर आज शुभ साइत पारेर आज छोरीको भात खुवाइ अन्नप्रसन्न गर्न गइरहेको छ। लगभग 10-15 जना जति हुन्छ होला। यो सानो टाइपको गर्न लाग्यो हामीले। र यस्तो छ स्थिति। टक्क यता लाममा लागिरहेको छ नि, म चाहिँ यता चिकन रोस्टतिर लागिरहेको छ। हेर माझ सकेसम्म बेस्ट फुड दिने हो, घाचाघुचुक बिग्रियो भने मापाम। र मेरो बहिनी नानु सजिता पनि आउँदैछ डेनमार्कबाट, अल द वे फ्रम डेनमार्क भदैनी भेट्न। मेरो ठुल दिदी माइली आमा पनि आउँदै हुनुहुन्छ, शर्मिला दिदीहरू। र अहिले चाहिँ हामी तयारीमा छौँ है गाइज। यस्तो छ आज बरन्डा यो पुरै भरिन्छ। 3टा कुर्सी जोडिन्छ, एउटा कुर्सी यहाँ छ, सीमाले यहाँ जोड्दैछ, एउटा यहाँ छिमेकीबाट ल्याउँछु टेबल। कुर्सीहरू चाहिँ यस्तो छ ल। पक केटोले बनाइरहेको छ ग्रेभी। र आजको स्पेसल दिनमा चाहिँ मैले मेरो बाबा र मम्मीले एकदम मिस गरेछु। खास यो साइनीको 6 महिनाको भ्याक्सिनले गर्दा हो, हामी नत्र अहिले नेपालमै हुन्थ्यो। आजको यस नातिनीको विशेष इभेन्टमा चाहिँ बाजे र मामालाई एकदम मिस गरेछ, म लगायत भाइ सोनी सबैजनाले। सी यू सुन मम्मी बाबा, वी लभ यु लट। अब हामी सकेसम्म प्रमिस जस्तै भनौँ, अब लोसारमा आउँछौँ होला म, सोनी अनि नातिनी साइनी। मलाई थाहा छ तपाईँहरू आफ्नो पहिलो नातिनीलाई भेट्न एकदम इच्छुक हुनुहुन्छ। हामी सकेसम्म लोसारमा आउँछु। यता रोज पाकिरहेछ। लगभग 40% काम सकिएको अवस्था। यहाँ सीमा र सोनी लामा अलमल्ल पर्यो डेकोमा। डेको मास्टरिन आउँदै हुन्छ भाउजू। भाउजू तपाईँको टेन्ट हाउसको नाम भन्नु त। दिदी बहिनी टेन्ट हाउस दाइ आउनु भयो। दिदी बहिनी डेकोरेसन। यता हिरो यही आमै ल है गाइज, मेरो साइनी हेर्नुहोस् होला। हामीलाई अब यस्तो युट्युबर जस्तो बोल्न आउँदैन, यस्तै हो। बुढाले टेन्सन दिएको क्या, बुढाले टेन्सन दिएको क्या, बुढाले टेन्सन दिएको क्या हो। भन्ने फेरि गफै त सोल्डी 5 करोडको चिया। यस्तै छ स्थिति। भात खुवाइ प्रोग्राम। थोरै छोकस त गर्दै हुन्छ। युट्युब डाँडा एजा छ है, साइनी र लुनु डाँडा ठुलो भएपछि युट्युब च्यानलमा हेर्ने ल। साइनी बुनुको भात खुवाइ। यता मेरो बहिनी डेनमार्कबाट, यता सीमा क्यामेराम्यान साइनीको जिजी। दिदी म समातिदिन्छु। ठुलो बाउ आखे सबै हो दाइ। साइनी भाग्य मानी हुनु, चुल्यो मान्छे हुनु जस्तो पो लाग्यो त।
त्यो छ है आज भात खुलाइ कार्यक्रम यो साइडलाई दिली बाबा किन खाना त खुलाउनु है सानो भाइ दिदी ल को छ सकाउनु त आउनु त गरेर सकाउनु नानी रुन थाल्छ आफू चुस्ने नानीको फोटो खिच्नु भाइ राम्रो हेर न सिमले कस्तो टोक्दै नानीलाई के भयो हैन चाहिनी हो निकाल्दिनु चम्चा यो भात अलि मोटो भइछ कि अलिकति पानी हालेर गरेको भए पातलो हुन्थ्यो अनि ठिक्क हुन्थ्यो कि है सानीलाई खिच्यो पुग्नु खिच्यो खिच्यो नखाने खुसी हुन्थ्यो त रुए के बिचारा ल छिटो छिटो गरेर सकाउने के कुरेर बसेको बिचारालाई जुस गाह्रो भइसक्यो मात्र बस्छ यो भात एकदम बाक्लो भयो कि अलिकति पानी हालेर मिक्स गरिदियो त अलिकति पानी हालेर मिक्स गरिदियो कि यो भात बाक्लो भयो किनकि यो भात एकदम बाक्लो भयो कि पानी गर्दा हुन्छ थोरै थोरै अब त नखाएर खुवाएको जस्तो मात्र गरे हुन्छ खै बोलिरहेछ उसलाई त मतलब छैन ल लाउ न के भयो खाइसक्यो हाँस्ने पर्छ नि मिठो भयो ल अब नखाइदियो हुन्छ मुखमा पानी खुवाइदिने हैन यहाँ यताबाट कस्तो हाँस्छ यो त पानी मिसानी पार्नु हुँदैन कि तातो पानी हाल्नु पर्छ चम्चा 6 जस्तो मात्र गर्दैन फर्मेलिटी मात्र हो धेरै नखाने चम्चामा चटाइदियो हुन्छ के पुरा चम्चामा चटाइदियो नखाने त्यो हो के एकछिन रिसारेको अनि त्यो बरु हातले निकाल्देऊ सोनी त्यसको मुखको निकाल्देऊ के चाहिँ यस्तो भातहरु एकदम बाक्लो बनाइछ कि खाना नखाइ खान्छ निकाल्नु न एकछिन ब्रेक तेरो हात फोर होला कस्तो फोर होला जाडो भयो नभए एकचोटी बुबु खाइदिनु न भित्र लगेर एकछिन बुबु खाइदिनु भात खाने दिनमा रुनु पर्छ रे के मान्छेको खुर्सानी खुवाएर रुवाएको रे फोटो खिच्नु पैसा मात्र खिच्नु फोटो खिच्नु ल अहिले बहिनीसँगै खिच्छु पछि बरु के गलाउनु भन्दा खोलाउनु चाहिँ यो बरु आएन न कोले बुङ्गुलीलाई या ल भयो भयो यसलाई खास भने खानु चाहिँ खोजिरहेछ कि त्यसले भोक लाग्यो कति जाडो हेलो ब्लग गाइड्स भन्नेहरू हो कि क्या हो यो
ल सक्यो है सक्यो ल गाइस सरी ए कुनुलाई त आँसुको ढिक्का हेर न ओ यो सबैभन्दा दसैँको यहाँ आन्टीबाट पायो को आन्टीबाट पैसा पायो चलो तिमी त पैसा कमाएको यही टोकरीमा राखेला हामीले दसैँ भाग लिन दसैँ टिका लगाइदिन्छु कस्तो ब्ल्याका छ डेकोरेसनहरु के गरेछ हामीले गरे नि त दिदी बहिनी डेकोरेसन कस्तो लागिरहेछ एकदम भाँडा ठिक मात्रै लाग्यो। गरेर छोरीको भात खुलाइमा पहिलो भाँडा चाहिँ होइन फेरि तेस्रो चौथो अनि साइनीको आनी हुनुमा कस्तो लागिरहेछ तिमीहरूलाई धेरै धेरै खोजिरहेको यो भ्लगर इन द टाउन साइनीको अङ्कलको चाहिँ ठुलो हात छ आज भात खुलाइमा नमस्कार सबैजनालाई यसरी नै माया गर्दै जानु होला मेरो दाइको च्यानल 100 सब्स्क्राइबरबाट 102 सब्स्क्राइबर होस् यहाँ साइनीको ठुली आमा कस्तो फिल भइरहेछ साइनीको ठुली आमालाई एकदमै गद 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 भइरहेछ छोरीले आज फर्स्ट टाइम खाना खाएको भएर न अब बुढाबुढी खिचौँ न आफ्नो बुढा हामी चारजना हाँ को बुढाबुढी ल बुढो खिचेको सुटीहरूको क्यामेराले छेक्दैन हाई याङजम के छ खबर ठिक छ हेलो हेलो याङजम ब्लगमा छ है यहाँ ब्लग सन्दीप वाइबाको ब्लगमा हाम्रो सन्दीप वाइबाको ब्लग हो वाइबस्या दाँत यी गर न दाँत के ढोग्न लागेको दाँत यी गर न जी गरेको क्यामेरालाई जी गर्छ त यता पो खिच्नु पर्ने त्यतै किन खिचेको नि बुढा बुढी बसेर किन उभिएर खिचौँ न खिचेर क्यान्डिड खिचेर त हामीले लिमिट राखेको नराम्रो गर्छ नराम्रो नेचुरलमा राख न नेचुरलमै हो कि फिल्टर राख्यो भने राम्रै आउँदैन बेबी हेर्नु लु नर्मलमा कति राम्रो आउँछ हेर त बरु अलिकति लाइट यो सुमन्दा त एकदम नहुन सक्छ गीत चाहिँ के हो नि दाइ बेच्छ क्या गीत सुन्नु पर्यो नि तपाईँले सुरु के नगर्ने यतिकै उयो न यतिकै यस्तो मात्र तोरमा जसरी त को बस्छ त यति मात्र गरे यस्तो गर्ने अनि यस्तरी गर्ने अलि राम्रो गीत भएन ए भिडियो गर्न फोटो खिच्दिनु न दाइ बरु मेरो बहिनीहरूको राम्रो राम्रो नखिच्ने रे खिच्न के लजाको हुन्छ तपाईँ छोरी हो दाइ अनि कस्तो त्यो नानी देखाउने बहिनी आऊ लहरलाई यता यता अलिक उज्यालो आउँछ तिमी पनि वाइब हो आउनु हिसी आउँछ फुपुक छोरी हो हिँड्दा आउँदा हिसी आउँछ यतिकै पनि राम्रो आउँदो रहेछ हाई दा यस्तो सपोर्टिभ बुढी पनि पाउनु पर्ने जाउँ न त काम सकेर जे पनि अर्काको के अरे अर्काको बाली राम्रो देख्छ अरे क्या
Mommy, say hi. Hello. Hi. Got that. त्यो राख यो हिँड्दै होस् Yeah. भोक चाहिँ लाग्यो होला नि बिचरा खानु बोलाइदिनु मन्दिरलाई हेट राख्नुहोस् हजुर यसलाई नि ल हौ सालुलाई के पिल्नु के अरे सिक्वेस्ट गर्यो भने डुब्ली आउन थाल्छ कि फेरि त्यस्तै हो दुइटै डुब्लीतिर नि खेल्दै दुईटै खेल्ने सकेसम्म कति दुब्ली छ दुइटै खेल्यो भने त फेरि तासै मिल्दैन नि कस्तो गाह्रो छ सेक्रिफाइस गर्नु पर्यो एउटालाई यो टर्नललाई के गरेको थियो अनि यो जोकर सोकरहरु छैन बोल्नु पर्यो नि हेलो गाइस म चाहिँ बु आज यहाँ ब्लग बनाउँदै छु यहाँ चाहिँ मेरो मम्मी तास खेल्दै हुनुहुन्छ यहाँ हेर त अब जाने दुश्मन यही छ नजिकै छ कतै पर्दैन तास दियो कि पैसा दियो भन्छ पैसा तास हो तास पैसा दिन्छ त्यही भएर दिनुहुन्न घोडा उड्नु भयो अब के गर्नु त फेरि म त्यो हेलो गाइज यहाँ रमाइलो भइरहेछ है यता म्यारिज चलिरहेछ बेबी हेर न बेबीले के गरे हेर त बेबीले के गरे